गुड मर्निङ एभ्रिवान। तपाईहरु सबैजनालाई फेरि पनि नमस्ते। म नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ व्यास 8 तनहुँको पर्यटकीय धार्मिक स्थल भनौं कालिका मन्दिरमा हामी जान लागिरहेका छौं। कान्छ्यामाको आज पूजा गर्न छ रे। म चाहिँ आज पाठीलाई लिएर त्यसको राइडर बोक्ने मान्छे भनौं है। अब अहिले म नुहाइधुवाइ गरेर टट्ट रेडी। अब कान्छ्यामा रेडी हुनु भइसक्यो कि भएन? हजुर अब कालिका मन्दिर क्यामेरा तपाई नै आउनुहुन्छ टिभीमा आउने हो। ल अब पाठी लिएर गइन्छ। पूजा गर्न पाठी अब रेडी भइसक्यो। रेडी भइसक्यो हैन त कान्छ्यामा? ल अब बिस्तारै लाग्यो। एखेर मनाउने कि अनि के किर्जानी उ गरेको हुँदै भएन। ल किर्जान आऊ मनाऊ त पानी हाल्देऊ। आऊ त ओ त्यहाँ आऊ यहाँसम्म काली यसमा त भाइ दिगो गर्नु न ल छिटो। ओइ दिहुन उ गर्यो अहिले फेरि आइज भनेको भरे अब टिभीमा आउनुहुन्छ। मोबाइलमा हेर्न मिल्छ। तपाई नि जाने हो कि दर्शन गर्न नजाने? ल ल हात हाल्यौ त हात हाल्यौ बाउ। ल अब हाल्देऊ यहाँ राख्दिउ ल पानी हाल। ल पानी हाल्दिउ त पानी हाल्देऊ त कानमा हाल्देऊ। परमेश्वरी माना देउ त भगवान। फेरि लिएर आऊ त। फेरि लिएर आऊ त जाऊ त। फेरि लिएर आऊ न। खाने हो त काली? कति देखिया किर्जन तिमी त्यहाँ जाऊ त देखिन्छ। ओहो कति राम्रो। ओहो कति धेरै राखेको त नि। गर्न है हैन हामी त मासु काटेको हेर्न जाने हो। मासु त घरे काटेको नि देखिन्छ नि। खै त घरे काटेको घरे उयो गरेर लिएर आउने कि यहाँ ल्याउने। ल हिँड्नु बिस्तारै म पनि जाने हो। म पनि जाने हो। मान्छाहरु त म पनि जाने हो। ल पाइन पाइन म डराउँछु। ठीक हजुर ल भयो ल कान्छ्यामा ल भयो। Đâu này? Bây giờ đâu rồi? Đo đâu mà chứ? हामी गइन्छ अब। गजाउँदै नगर के? एउटा पटक खाली गर्दै होला। त्यता पोखरा लागेको। हामी यहाँबाट सिधा लाग्यौँ भने गजाउँदै त्यो गाडी आएको छ। यो तनहुँ सुरुमा पनि यस्तै भाइरल रोड छ क्या यो दोहोरो
दोहोरो रोड हो यो पनि त्यही स्टाइलले बनाएको होला सायद स्कुलतिर त पुरै फार्दैछ पुरै फार्दैछ Para talaga yan kung para kung Hindi na ba to? Buwan lang tayo. कति गर्छ होला यहाँ भाग्ने देखिएर बसाइ नै छ जस्तो फर्केर आएर कि बस्नु ल आइपुग्यो खाली लाइज यो अगाडि हिँड्छ उ गर्छ कि म ढगाउँछु अब ल जाने गिरै कालिका मन्दिर जाने गिरमा आइपुग्यो यसरी गर्नु पर्ने त नि त्यसका बारेमा हाल कालिक यो हाल युगीमा कार्यरत मानवहरूको सहयोगमा नियमित प्रवेश न जय कालिका स्टाइल आउँदा म यता चाहिँ हिँडेर आउने बाटो उताबाट बाइकमा हिँड्ने यताबाट यहाँ ट्याक्क अहिले हिँडेर अझ पुरै ढुङ्गा बिछाएर खतरा बनाएको छ हिँड्नपट्टि बाटो है साथीहरू खतरा छ ल कालिकामाईको बाटो ल हिमालय ल झलाल हिउँले आमा ल है कालिका मन्दिर व्यास 8 तनहुँको चाहिँ मन्दिर यो एकदम धार्मिक पर्यटकीय स्थल हो यहाँ चाहिँ धेरै पुरानो इतिहास छ 2223 राजाको पालामा चाहिँ यहाँबाट यहाँ माथि छ एउटा राजाहरू बस्थे त्यहाँबाट राज गर्थे त्यति लामो समय इतिहास बोकेको यो मन्दिर धार्मिक स्थल निकै नै प्रख्यात प्रचलित चाहिँ छ यो तनहुँवासी विशेष गरी व्यास 7, 8, 9 हालको पहिला व्यास क्यामिन 7, 8, 9 जस यता वरिपरि भनौँ न क्यामिन पहिलाको क्यामिन भनेपछि एकदमै फेमस मन्दिर हो यहाँनिर पुजारी आइपुगेको अवस्था छैन 10 बजेपछि आउने होला सायद ल रमाइलो छ अहिलेको अवस्था चाहिँ एकदम सुधारोन्मुख छ है एकदम सुध्रेको अवस्था रहेछ धेरै पछि आउने अवस्था आयो मिल्यो फाल्टोको समय के बस्ने भनेर यसो वरिपरि भिडियो क्लिप गर्दै बसेको रमाइलो नि लाग्यो कि छङ्ग परेको एकदम बादल सादल नै एकदम माथिबाट घाम लागेको वरिपरि स्पष्ट देखिने सम्पूर्ण चन्द्रदाताको नाउँहरू यसरी राखेर चाहिँ होइन निर्माण गर्दाखेरि एकदम राम्रो छ अहिले एकदम व्यवस्थित राम्रो काम भएको रहेछ यसरी सहयोग गरेर त्यो भएर यसो क्लिप हान्दै यहाँ फोटो सोटो एकछिन यसो फाल्टोको समयमा फोटो पनि हान्दै है आमा छोरा ट्याक्क मेरो फोटो यो कान्छामा सर फोटो हान्दै बस्यो एकछिन ट्याक 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 गर्दै कल्पु पाइन्छ पाइन्न कान्छामा लालीग्रस यहाँ लालीग्रस नै पाइन्छ है साथीहरू यो यति हाइटमा छ कि यो धेरै नै हाइटमा छ लालीग्रस पाउँछौँ भनेपछि अब तपाईँहरूले अन्दाज गर्नुहोस् यतातिर यो पाखा यो म पछाडिको भागमा है मन्दिर पछाडिको भाग यो भागमा चाहिँ पहिलाबाट हामी लालीग्रस टिप्न आउँथ्यौँ टिप्थ्यौँ पनि एकदम
धेरै नै थियो। तर यो रेगुलर नलाउने यहाँ चाहिँ जस्तो रेगुलर पूजा नहुने अष्टमी हुने भएको भएर मान्छेको चाप चाहिँ त्यति हुँदैन है यो एरियामा मन्दिर। तर एकदम पुरानो एकदम धेरै पुरानो चाहिँ हो फेरि मन्दिर चाहिँ ल होइन। यहाँबाट एकदम अब यो के हिमाल हो मन ठ्याक्कै एक्ज्याक्ट त भएन। जोस् माछा पुछ्रे यो त धौलागिरी लगायत यता यो के भन्छ अब यिनीहरू चाहिँ एकदम लामो लामो हिमशृङ्खला चाहिँ यहाँबाट देख्न अवलोकन गर्न चाहिँ सकिन्छ है। सकिन्छ यहाँ तल अब ठ्याक्कै देखिएन अहिले। यहाँ तल चाहिँ सोती पसल पर्छ। यो जुन जुन बादल लागेको भएको छ त्यो चाहिँ सोती पसल पर्छ होइन। स्वामी भन्ज्याङ पनि देखिँदो रहेछ यहाँबाट। यसो मिलाएर यो रुखले छेकेको छ क्यामेराले तपाईँहरूले देख्नु भएन होला। यहाँबाट धेरै ठाउँहरू अवलोकन गर्न सकिन्छ देख्न सकिन्छ। जस्तो यो यता लमजुङको भाग पनि देख्न सकिन्छ होइन। तनहुँको यो बनराची मगरजौबारी बानिया गाउँ अनि अब यता त्यो भाग चाहिँ यताको भागबाट देखिन्छ लमजुङको सिमाना भएको भने यो यसको पूर्वतिर चाहिँ तपाईँको कार्तिके अनि यो पुलीमाराङ यो धेरै नै ठाउँ छ मियाबारी नेवाबारी के भन्ने। अनि पश्चिमतिर चाहिँ हाम्रो गाउँ पर्छ साँखुली धरमपानी यिनीहरू गए। यो मन्दिरबाट पर्ने पूर्वी भागमा पनि देखिने गाउँहरू चाहिँ यस्तो देखिँदो रहेछ है। हेर्नुहोस् है मैले अहिले तपाईँहरूलाई भनेको थिएँ नेवाबारी भन्ने विभिन्न के छ क्या पुलीमाराङ यो चाहिँ यहीँ पर्छ है। यसको जुम आउट त्यति धेरै क्यापेसिटी नभएको भएर तपाईँहरूलाई मैले ठ्याक्कै स्पष्ट देखाउन चाहिँ सकिनँ। तर देखिने गाउँ चाहिँ यिनै हो। यहाँ छ यो अहिले पनि यो गाउँ यो लरेको बया पानी जति पनि गाउँ छ त्यो अन्तको गाउँको जस्तो धेरै भाँसिएको झट्टै गाउँ नै रित्तिने अवस्था चाहिँ छैन। यहाँ चाहिँ एकदम बाक्लै बस्ती छ है अहिले पनि। तपाईँहरूलाई मैले अघि नै भने जस्तो 2223 राजाको पालामा राज्य गरेर बस्ने ठाउँ चाहिँ राजाले राज्य गरेर बस्थ्यो भन्ने किंवदन्ती चाहिँ छ होइन। त्यसै कारण कसरी बस्दो रहेछ भनेर चाहिँ अरूहरूले भनेअनुसार चाहिँ यो चाहिँ तपाईँको यो ठ्याक्क तपाईँले देख्नुभयो होला यो खाल्टा होइन। यो राउन्डै छ क्या। यो पहिला यहाँ खाल्टा भित्रखेरि विभिन्न हतियारहरू पनि भेटेको भन्ने सुनेको थियो होइन। सुनेको थिएँ मैले चाहिँ त्यो चाहिँ कतिसम्म सत्य मलाई थाहा भएन। तथापि यो खाल्टा चाहिँ तपाईँको यो अझै म तपाईँलाई अलिक माथि गएर देखाउँछु। यो डाँडा चाहिँ यहाँ बसेर राजाको मुख्य वासस्थान चाहिँ यही हो भन्ने भनाइ छ होइन। अनि यहाँबाट चाहिँ तपाईँको यो त सबैतिर ओह्रालो पर्छ क्या। यो पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर ओह्रालो भनौँ न। यो डाँडा एउटा थुम्का भयो अनि वरिपरि चाहिँ सबै एकदम ओह्रालो पर्छ भिर पर्छ। अब पहिला हतियार हुन्थ्यो नि त ढुङ्गामा लडाएर जित्ने भन्ने सुनिन्थ्यो के अरे। सायद त्यसको अवधारणाले नै हुनसक्छ। डाँडा छ अनि यो वरिपरि डाँडाको वरिपरि चाहिँ दुश्मनहरू नआओस् भन्नको लागि चाहिँ खनेको खाल्टो होला पार गर्न नसोस् भनेर। यो अब देखाउन चाहिँ सबै देखाउन चाहिँ मैले अलि असमर्थै भएँ। अब यो सम्पूर्ण वरिपरि चाहिँ पुरै खाल्टा छ। यो चाहिँ अहिले बनाएको होइन कि जमानामा। यहाँ चाहिँ यो अहिले हाललाई चाहिँ अब देवताको स्थापना छ देवताको मन्दिर रहेछ होइन। ठ्याक्क अब के नामले नामकरण गरिरहेको छ मलाई चाहिँ एक्ज्याक्ट भएन। म यता अलिक कमै आउने भनौँ न गाउँठाउँकै भए पनि कमाउने भएको भएर मलाई त्यो चाहिँ त्यति जानकारी भएन है त। ल साथीहरू देखाउने म अझै के छुटेको छ भने देखाउने प्रयासमा चाहिँ जुटिराख्ने छु। अब पहिला अब पुजारी नआइन्जेल फेरि पुजारीलाई कुर्नै पर्ने भयो। नत्र पुजारी आएर देखाउनै जानुहुन्थ्यो। हामीलाई पनि थोरै अलिक बेर भएकै अवस्था चाहिँ छ। पुजारी आउनु भयो। खै पुजारी बा कल पुजारी हुन्छ र तपाईँ पुजारी त कहाँ आउँछ पुजारी त आउँदै होला न। कहाँबाट आउने हो? माछमातिर ओहो हामी चाहिँ पुजारी बिहान आइन्जेल एकछिन सरसफाइमा लाग्छौँ है त। पूजा मन्दिर सरसफाइमा ल धेरै पछि भेट भयो। एकै ठाउँ पूजा नआएको बेलामा सरसफाइ छ। समय पनि साथीलाई भेट भयो। विशालहरू सब ठिकठाक छन्। अनि यताको अरू को छन् यता अरू निरजहरू? यो भिडियो बनाइराख्दा मैले कोही साथीहरूको नाम नलिन नि सक्छु। अब त्यो सबै सम्भव हुँदैन होइन पढाइते लिएर। यदि कसैले मसँग पढ्दै हुनुभएको साथीहरूले चाहिँ फेरि मलाई सम्झेन भन्ने किसिमको चित्त चाहिँ नदुखाउनु होला। ताराहरू कता सबैलाई मिस गर्ने छु गरिरहेको छु पनि होइन। कति भयो बिहे भएको? दिमागमा के आयो ऊ चाहिँ मैले पसँगै पढेको साथीले यसो सोधे मात्रै। ओहो धेरै नै भएछ होइन। के अरे बाबु नानी
नानी र बाबु छन्। कहाँ बसाइ अहिले कता हो हजुरको? तिम्रो तिम्रो भन्नु पर्यो। मेरो भान्जा हो नि यसो दमले आएको पनि आउन। ए पहिलाको साथी हैन? हजुर हजुर हजुर। जस फ्यामिलीहरु सबै सन्चै हुनुहुन्छ नि आरामै? बाबु नानी कतिमा पढ्ने भइसक्यो? नानी अहिले 5 मा हो के बाबु चाहिँ 7 मा। ए ठुल्ठुलो भइसक्यो हैन बाबु नानी नि? ल मेरो त भर्खर एउटा 1 मा पढ्छ, एउटा चाहिँ भर्खर 2 वर्ष जति भयो। बिए मेरो गोर्खा। हजुर मैले यस्तो त्यही भएर सँगै पढेको जस्तो लागिहाल्यो। वरिपरिको रिङ्गै घन्टीहरू पनि रहेछ। पुजारी बा पनि आइसकेको अवस्था छ है अहिले चाहिँ। अब हामी पूजासुजा गरिन्छ अनि लागिन्छ। कान्छालाई एउटा कुरा सोध्नु पर्यो। यता फर्किन्छ कान्छा, यता फर्किन्छ। तपाईँलाई मागेर पाउने भयो अब अहिले ठ्याक्कै के माग्नुहुन्छ? ठ्याक्कै यति धेरै पैसा माग्नुहुन्थ्यो कि घरमा शान्ति माग्नुहुन्थ्यो कि? शान्ति पैसा भने पछि कमाउँदै गरे नि हुन्छ है। मलाई त 1 बोरा माग्थेँ, 1000को त्यो सानो बोराले होइन, पुरा त्यो दानाको बोराले, दाना नि होइन चोकरको बोराले 1 बोरा पैसा माग्थेँ मैले। ल परमेश्वर ल। अनि त्यो बेला जानुपर्ने रहेछ, सिरेको पाइन्थ्यो होला, 1 बोरै बोकेर आयो नि है। पैसा कति पैसा रहेछ त आमा। ल परमेश्वरी मलाई 1 चोकरको दानाले 1 पैसा दियो नि त प्रभु। अनि शान्ति त्यहाँबाट बल्ल सेकेन्डमा शान्ति मलाई चाहिँ। कान्छालाई फर्स्टमा शान्ति, त्यहाँबाट 1 चोकरको दानाले 1 बोरा पैसा। यो पछि एउटा त्यहाँ काट्न देऊ, त्यहाँ बनाइहाल है। म भक्कल भनिसकेँ एउटा त्यहाँ काट्न पर्छ क्या है, एउटा काट्नुपर्छ। काटिसक्यो लिएर जाऊ। तपाईँ जानुहुन्छ कि? मैले म पछि त के को लागि भएर सबै दियो दिइसक्यो नि त। आफूले सम्झिने पानी हाल्नेला के को लागि भक्कल गरेको ल म पानी जाऊ। भक्कल पनि आयो एउटा। आठुरी भयो है यो भक्कललाई। बाबु सबै तयारी अब तयारी अर्को हट्दै जाने बेला भक्कल हस् सरकारी बेला माने पछि उतले जाने काट्न
टिका लानु पा हुन्छ भनेको हिँडिहाल्यो तपाईँ हिँडिहाल्ने ल हजुर बनाउँदैन नबनाउने उसलाई ढिलो भइसक्यो लगभग सकिँला है अब हाम्रो आउनु त बाबु बोरानी हो मेरो झोला लिएर आउनु ल अब भ्याइएको अवस्था है पूजापाठ भ्या घरै हुन्न कि ल ल ल बेला भइसक्यो ड्युटी पुग्नु पर्ने हो बेला भयो ल अब पुगेपछि मात्र है त फाइनल्ली घरमा आइपुग्यो पूजासुजा गरेर होइन ल मैले चाहिँ तपाईँहरूलाई कालिका मन्दिर देखाएँ अब नयाँ नयाँ ठाउँ घुम्ने मौका मिलेछ भने फेरि अरू पनि ठाउँ देखाउने बाचासहित यसपालिलाई टाटा बाई बाई भन्न पर्यो साथीहरू सब्सक्राइब गर्न नछुटाउनु होला ल टाटा बाई बाई